हेलो साथीहरू, आजको यो भ्लगमा म बनाउँदैछु सुपर टेस्टी पनिर डिस। यो चाहिँ हेल्दी पनि छ, टेस्टी पनि छ। सो यो भिडियो चाहिँ लास्टसम्म हेर्न नबिर्सिनु होला। यदि तपाईहरू पनि पनिर लभर हुनुहुन्छ भने चाहिँ यो भिडियो तपाईहरूको लागि हुन सक्छ। आफू त मासु लभर भइसके पछाडि अरू सब्जी त हेर्नै मन नलाग्ने रहेछ क्या। अनि मलाई चाहिँ फेरि कतिपय सब्जीहरू मनै पर्दैन, त्यो मध्येमा पर्छ एक पनिर। अनि फेरि आफू त घरको सेफ भइसके पछाडि अरूले जे भन्नुहुन्छ त्यो बनाएर त दिनै पर्यो। अब फेरि कतिपय मान्छेले भन्नुहुन्छ होला यो पनिर पनि मन नपर्ने मान्छे हुन्छ र भन्नुहुन्छ होला। मलाई चाहिँ पनिर मन पर्दैन, यो पनिर खाँदाखेरि चाहिँ मलाई के स्वादै लाग्दैन के, त्यसैले चाहिँ मलाई पनिर मन पर्दैन। अनि मेरो मम्मी र छोरालाई चाहिँ एकदमै धेरै मनपर्छ क्या, त्यसैले चाहिँ म बेला बेलामा उहाँहरूको लागि चाहिँ पनिर बनाइदिइरहेको हुन्छु। मैले आफूले नखाएर के हो त, तर पनि मैले मेरो मम्मी र छोराको लागि चाहिँ एकदमै धेरै मेहनत गरेर एकदम धेरै मिठो बनाएर चाहिँ दिने गरेको छु। अनि के साथीहरू, मैले यसरी कुकिङको भिडियो बनाउँदै गर्दाखेरि चाहिँ मैले के सामग्रीहरू हालेँ भनेर चाहिँ भन्न बिर्सिँदो रहेछु। हुन त मैले भोलि पर्सिको लागि पनि कन्टेन्टहरू बनाएर लेखेर राखिरहेको हुन्छु, तर पनि भोइस ओभर गर्दाखेरि चाहिँ त्यहाँ लेखे अनुसार चाहिँ म भन्दिनँ रहेछु कि मैले आफ्नो मनमा जे आउँछ त्यही भनिरहेको हुन्छु। अनि भिडियोमा पनि हजुरले हेर्न सक्नुहुन्छ, मैले एकदमै धेरै डिटेल रूपमा हालिरहेको हुन्छु। मैले चाहिँ कुनै कट पनि गरेको छुइनँ, मैले चाहिँ जसरी फ्लेम गरेको छु त्यही अनुसार चाहिँ पोस्ट पनि गर्ने गर्छु। यदि हजुरले पनि यसरी नै पनिर बनाउनु भएको छ भने चाहिँ भिडियो पनि बनाउनु होला र मलाई पनि मेन्सन गर्न चाहिँ नबिर्सिनु होला। आजलाई यति नै, बाइ बाइ।